साङ्ला फाँटतर्फ हाम्रो यात्रा। साङ्ला फाँट साङ्ला फाँट साङ्ला फाँट छोटो पर्छ के भन्ने साङ्ला जाने मूल बाटो करिडोर बङ्गाल पुलमार्ग। यसलाई बङ्गाल भन्छ, त्यो पुलमार्ग भयो। सीमान्त गुरुको आश्रम भने यही हो। हेर न, यही हो, त्यही हो त मैले देखाइरहेको छु। यताबाट रहेछ बाटो। सरर वरिपरिको दृश्य देखाएँ। साङ्ला खोला खोला नजिकैको यो भिरालो जग्गा प्लटिङ लिएर हामी आज मर्निङ वाकको क्रममा आयौँ। अब फर्किने होला नि। यो कच्ची बाटोबाट बोडी सिमी मकै बोडी सिमी छ के भट्ट होइन। हरियाली रमाइलो रहेछ। गाउँ जस्तो ठाउँ हरियाली रमाइलो छ। घर त उकासेर बनाइहाल्छन् नि। उकाला घर कसरी बनाछन् ल्याएर। बाटो यो 20 फुटे जस्तै हो कि कसो हो? 16 फुटे होला। यो बाटो चाहिँ राम्रै बन्छ पछि पिच गऱ्यो भने। बिस्तारै हुन्छ बस्ती विकास। कोदो कोदो हो कि घाँस हो? यो घाँस जस्तो लाग्यो, कोदो जस्तो खालको। यो दुईतिरै हो? हजुर। ए ठाडै उकालो है। गाडी उक्लिन्छ त यहाँ? ए ठाडै उकालो लिएर यो चाहिँ भट्ट होला है? ए मजा कोदो हुँदो रहेछ यहाँ त। अनि हजुर घर कहाँ हो नि? हजुर घर कहाँ हो नि? ए यहाँ ढल्ने बाटो चाहिँ राम्रो। पहिला कहाँबाट आउनुभयो भने? ए तनहु हो। ढल्ने बाटो। अब यहाँबाट कहाँ निस्किन्छ? बन्द भयो त। यहाँबाट बन्द भयो। ल
प्लटिङ यतै यिनै होला नि यत्रो यत्रो घर बनेको यहाँ ए बोरिङ गर्न आज बोरिङ गरेर माथि नि पानी आउने है पानी आउँछ है यति माथि नि यता सबै बोरिङको पानी भन्छ यहाँ म्याग्दीतिरकै हुनुहुन्छ धेरै म्याग्दीकै हुनुहुन्छ यता धेरै ए ल यता तल झर्ने है हामी अब हस् हस् ल अघिको बाटो ठ्याक्कै आइयो यहाँसम्म चाहिँ ठिक ठिक सम्मै रहेछ